गाइस वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ मेरो मम्माको लागि मैले बनाएको थिएँ। यो भ्लग पनि मेरो मम्माको लागि बनाएको थिएँ। तर यो भ्लग पनि मेरो मम्माको लागि। जसलाई यो भ्लग मन पर्यो सब्सक्राइब एन्ड लाइक दिस च्यानल। त म सानो नानी नै छु अहिले। त म ठुलो भएपछि अझै राम्रो भ्लग्स बनाउँछु। यहाँ हेर्नुहोस् तपाईँलाई कस्तो लाग्यो यो फ्लावर। यहाँ तपाईँलाई कस्तो लाग्यो यस्तो फ्लावर्स। अन्त यहाँ पनि छ यस्तो। हाम्रोमा कुकुर पनि छ। आउनुहोस् तपाईँलाई हेर्नु छ भने हेर्नु। मेरो यहाँ छ कुकुर। पुरा क्युट छ यो तर यसको के हेर्नुहोस् यो फ्लावर पनि मेरो मम्माको लागि हो। अन्त यो सबै मिनी फ्लावर्स मेरो मम्माको लागि हो। हेर्नुहोस् कुकुरले मलाई के गर्दैछ हेर्नुहोस्। कोको यसको नाम चाहिँ कोको हो तर यो केटी हो। आउनुहोस् म तपाईँलाई अर्को फ्लावरको पार्टमा लान्छु। यो तपाईँलाई कस्तो लाग्यो यो मैले अघि पनि देखाएको थिएँ होला तपाईँलाई। अन्त यो निम्बुको ट्री हो। अन्त हेर्नुहोस् यहाँ चाहिँ यो पर्किन्छ तर पर्काउनु हुँदैन। राम्रो हुन्छ यो तर फुल। अन्त यो हेर्नुहोस् यो अन्त लिफ स्नेक प्लान्ट हो यो। अन्त आउनुहोस् अन्त यो चाहिँ के खानेहरूको रोएको खाने चिजहरूको। अन्त त्यो पनि फ्लावर सबैले देखेको होला तर आउनुहोस् यहाँ। अन्त हाम्रोमा यो रेड फ्लावर पनि छ। हेर्नुहोस् तर यस्तो फ्लावर सबै कलरमा हुन्छ। यो रेड छ तर यता। अन्त यो पिङ्क फ्लावर हो। अरू पनि छ पिङ्क कलरको फ्लावर। यहाँ हेर्नुहोस् यहाँ पनि छ यो। अन्त हेर्नु यो कसले झराएछ। नो यस्तै फ्लावर हो तर यो पनि नो हजुर टिपुम। दिस इज अ गुड म्यानर। फुलहरू झरेको बेलामा हामीले टिपेर मजाले राख्नुपर्छ। जस्तो कि तर प्लेस पनि बनाउनुपर्छ जाने। जस्तो कि मैले बनाएँ। अब ढुङ्गादेखि तपाईँलाई थाहा छ होला ढुङ्गादेखि कसरी हिँड्छ। जाउँ अब म तपाईँलाई सिकाउँछु। यहाँ हेर्नुहोस् यस्ता त इजी हो। यहाँ टेक्नुपर्छ। यहाँ मेरो त चप्पल ठुलो छ। तपाईँलाई यहाँ डर लाग्यो भने तपाईँले यस्तो गर्नु यस्तो गर्नु यस्तो गर्नु यस्तो गर्नु। आई एम रनिङ गरिकन यस्तो गर्नु। जम्प गरेको जस्तो पनि गर्न सक्नुहुन्छ। हेर्नुहोस् अन्त यहाँ चाहिँ अस्ति गिटी कुटेको थियो। आउनुहोस् अन्त यो तपाईँलाई येल्लो फ्लावर कस्तो लाग्यो हेर्नुहोस्। म यो यसको दाँत उखाल्छु। हेर्नुहोस् है कुन चाहिँको दाँत उखाल्नु म यसको दाँत उखाल्छु। हेर्नुहोस् यसको दाँत। यसको दाँत त्यो हो। यहाँबाट चाहिँ दामी फुल निस्किन्छ यो रोप्यो भने। अब म यहाँ रोप्ने छु। म तपाईँलाई गुड म्यानर र ब्याड म्यानर सिकाउँछु। आउनुहोस् जस्तो कि नो यहाँ त स्किप म त गएको द्याट इज अ ब्याड म्यानर। अन्त नो यहाँ त स्किप लागेको छ म त टिपिदिन्छु। दिस इज अ गुड म्यानर। यो चाहिँ हामीले रोपेको फुल हो। यहाँ हेर्नुहोस् यो पर्पल फुल छ। यो पिङ्क
यो पिङ्क पर्पल मिक्स हो पर्पल मिक्स अन्त पिङ्क व्हाइट मिक्स अन्त यो चाहिँ दामी फुल होला यो चाहिँ सबसे भन्दा फेमस फ्लावर हो स्मलेस्ट इन द वर्ल्ड अनि फेमस पनि हो यहाँ हेर्नुहोस् न कति स्मल छ हेर्नुहोस् एउटा क्युट फ्लावर देखाउँछु यहाँ हेर्नुहोस् ए स्नेक प्लान्ट स्नेक फ्लावर यसलाई छुनु हुँदैन बुई कस्तो डर लाग्छ यसलाई छुनु आउनुहोस् म तपाईँलाई ओ यो तल हाम्रो चाहिँ बारी हो नि त आउनुहोस् म तपाईँलाई प्रिटी एउटा सानो फ्लावर देखाउँछु हेर्नुहोस् कस्तो छ यो फ्लावर क्युट छ सानो छ फेमस छ हेर्नुहोस् यो फ्लावर पनि बाई गाइस आई लभ यु टाटा म अझै अगाडि यस्तै भ्लग बनाउँछु बाई आई लभ यु हेर्नुहोस् यो लास्ट हो मैले त अम्बकको रुख देखाउनु बिर्सेँ तपाईँलाई यहाँ छ अम्बकको रुख अन्त यहाँ हो फम्फानको रुख यहाँ चाहिँ जहिले बिल्ली चढ्ने रुख हो तर त्यहाँ यो चाहिँ हाम्रो पोन्ड हो अनि यहाँ मुनि हाम्रोमा फिस छ अहिले फिस टोक्छ हात छोड यहाँ अलिकति पानी मोलेर कहिले कहिले हात धुन्छु यसरी यसरी Sorry, please, I will give you up more flour, more water.